के छ केटाकेटी हो, वेलकम टु माई मिनी ब्लग। म आज बिहानै उठेर टक्क रेडी भएर कलेजतिर ब्याडमिन्टन खेल्न जानु लाग्यो। म स्कुटर झिकेर कलेज जाँदैछु। जानु अघि मैले टक्क अब पसल जान्छु। म पसल गएर पैसा झिक्छु। पैसा झिकेर म पेट पूजा गर्न गएँ ब्याडमिन्टन खेल्नु अघि। त्यसपछि म पेट पूजा गरेर फेरि कलेज गएँ। टुकुर हिँड्दै म हिँड्दै गएँ। टक्क केटाहरू आइसकेर चाहिँ केटाहरूलाई भेटेँ। पछि हामी अनि ब्याडमिन्टन खेल्न थाल्यो। हामी खेल्यो। हामी घर फर्क्यो। सकिसकेछ कति छिटो। पसल फर्केर मम्मीको फोटो खिच्यो घाम तापेको। त्यसपछि म पैसा उठाउन गएँ। अनि म फेरि पैसा डिपोजिट गर्न गएँ। त्यसपछि म पसल आएँ। अनि बसेँ। बस्दा रात पऱ्यो। बसेँ टक्क। अनि जिम जानको लागि मैले खाजासाजा खाएँ, केरासेरा खाएँ। म जिम गएँ। पुसअप हाने, चेस्ट प्रेस हाने। टक्क जिमबाट देखिने भ्यू। जिम सकेर म पसल फर्केँ। फेरि पसल फर्केँ। कति पसल हो। पसल गरेर हिसाब हाने। टक्क दिनभरिको सिलसहरू हेरेँ। म बसेँ अनि हिसाब गरेँ। टक हिसाब गरेर म लेखेपछि मैले पसल बन्द गर्न लागेँ। पसल बन्द गरेपछि हामी घर जानु लाग्यो। घर जानु अघि बहिनीहरूले किन्डर जोय किन्यो। टक्कै हामीले अनि किन्डर जोय अनबक्सिङ हान्यो। के पर्छ त हाम्रो किन्डर जोयमा? ब्याटम्यान एडिसन के पर्छ त हाम्रो किन्डर जोयमा? टक्कै यसपालि अलि राम्रै परेको छ। यसपालि हामीलाई परेको छ ब्याटम्यान।